सबै ठाउँमा गजुर हुन्छ, यहाँ मेरो गजुर छैन मन्दिरमा। अनि यो मन्दिरमा चाहिँ गजुर चाहिँ छैन अरे है गाइस। सबै ठाउँमा चाहिँ मन्दिरमा गजुर हुन्छ नि, तर यो ठाउँमा चाहिँ गजुर छैन। हेलो नमस्कार, लसु फ्याफुला फेरि पनि स्वागत छ मेरो भिडियोमा। अनि भिडियो के कस्तो हुन्छ होला आज चाहिँ म कहाँ जाँदैछु त। म चाहिँ बाहिर जाने बेला कहिले पनि प्लानिङ हुँदैन कि काशी बाहिर जाऊँ घुम्न भनेपछि निस्किहालेँ। म चाहिँ 10 बजीसम्म सुतेर बस्यो। शनिबार चाहिँ धेरै दिन बेर सुत्न पाइन्छ नि त। अनि हामी चाहिँ जाँदा जाँदा पेटलाई पूजा गर्ने बेला भयो। त्यसपछि हामीले चाहिँ चटपटे खायौँ अनि मन्दिरतिर लागेँ। यो मन्दिरको नाम चाहिँ वज्रहारही हो। यो मन्दिर चाहिँ ललितपुर जिल्लामा पर्दो रहेछ। मैले फुल देखेँ यहाँ, हेर्नु न। के फुल होला है? खतरा सेतो के मलाई टिका मलाई टिका चाहिँ नलिएर टिका लिएर आउनु भन्नु। मलाई राम्रो आशिष दिनु। के आशिष दिनु छिटो? चाँडो बिहे नहोस् भन्नु न। यहाँ मन्दिरमा आएर चाँडो बिहे होस् भन्नु। राम्रो छ, छिटो बिहे होस्। छिटो बिहे भएर दुईजना बच्चा पाओस्। के दिन्छ हो यो? सल्लाह म्यामलाई पनि आशिष दिनु। सलिन म्यामलाई के दिने रहेछ हेरौँ न। म्यामले दिनुहुन्न। आउने कि लिनु अलि खानेकुरा हो। उहाँ चाहिँ क्रिस्चियन भयो नि, फुल चाहिँ लगायो है मन्दिरमा चढाएको फुल। उहाँले आजदेखि क्रिस्चियन तोड्नु भयो है। क्रिस्चियन तोड्नु भयो आजदेखि। अनि यसको बारेमा के भन्न चाहनुहुन्छ तपाईँ? क्रिस्चियन तोडेको मेरो निधार खाली भएन त। टिका लिएर आइदिनु रे उहाँलाई। टिका लिएर आउनु है। हामी यता गइरहन्छौँ है। मलाई राम्रो आशिष दिनु है। यता हो अघि त उल्टो उल्टो आशिष दिनु पर्यो। अब के भन्नु अहिले के भन्नु सक्लेस त पनि लु। यो वर्ष नि राम्रोसँग प्रगति सेवामा नाम निकाल्नु। एक्जाम आउट भयो नि, राम्रो पास गराउनु पर्छ। टिका त यहाँ पानी त धेरै छैन। पानी हालिदिनु न। ल भयो, धेरै लाउनु न, नाकमा पर्यो झन् है। ठ्याक्कै लाग्यो ल, नाकमा परे पनि। थ्याङ्क यू। वेलकम। यो जङ्गलभित्र चाहिँ बाँदरहरू पनि आउने रहेछ। लामखुट्टेले टोकेर नि मार्न लागिसक्यो यहाँ। अनि बाँदरले मोबाइल खोसेर लग्यो भने थाहा छैन। बाँदर चाहिँ तलतिर छ, हामी चाहिँ यता छौँ। अनि यहाँ चाहिँ ठुलो जङ्गलको बिचमा हामी। बाँदरहरू यहाँ छ। बाँदरले मोबाइल खोस्यो भने थाहा छैन। यो बाँदर कस्तो मूर्ख आउँछ भने यो काठमाडौँको बाँदर जति मूर्ख त मेरो गाउँको बाँदर त यति मूर्ख छैन। यो बाँदरले पार्ने छैन मन्दिर पिट्यो भने नि थाहा छैन मलाई। यो बाँदरले हान्यो भने नि थाहा छैन। आयो बिचारालाई खुट्टा छैन रहेछ नि त। अनि ऊ बिचारा कस्तो हातै छैन रहेछ। मोबाइल खोज्न आउला डल्ला। बिचारा आफूलाई धोका दिएको चाहिँ थाहा हुँदैन फेरि। अनि जुगा आयो भन्ने नि थाहा छैन यस्तो जङ्गलमा। हेर्नु मेरो खुट्टातिर। हामीलाई गर्मी भयो।
गाइस अघि चाहिँ पानी त्यही भएर हामी छाता ओढ्दैछौँ। हामी चाहिँ घुम्दा घुम्दा यता सन्तनेश्वर मन्दिरमा पनि आइपुग्यौँ। अनि दुवै मन्दिर नजिकै रहेछ। नजिक भएपछि नआउने कुरै भएन। यहाँबाट चाहिँ काठमाडौँ र ललितपुरको भ्यू चाहिँ एकदम दामी देखिने रहेछ कि। हामी चाहिँ खाजा पनि खाँदैछौँ। हाम्रो बिजोग ढिला भइसक्यो। अब यसरी बाटोको हिँड्दै खानु। ओके साथीहरू, आजलाई चाहिँ भिडियो यति नै। भिडियो धेरै लामो भइसक्यो। ओके, हामी घुमेको चाहिँ कस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया दिनु होला। अनि मेरो भिडियो हेरेर लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। ओके, बाई बाई।